के तपाईलाई लाग्छ एउटा सानो गल्तीले तपाईको पुरा जिन्दगी बर्बाद गर्न सक्छ? रोकिनुहोस्, यो कथा सुन्नुहोस्। एउटा प्रख्यात होटलमा पुराना सेफ काम गर्थे। उनले पकाएको खाना स्वादको तारिफ सहरभरि हुन्थ्यो। उनको किचनमा एकजना युवा भर्खरै सहयोगीका रूपमा काम सिक्न आएको थियो। उनी निकै मेहनती र महत्वाकांक्षी थिए, तर उनमा एउटा कमजोरी थियो। उनी सधैँ हतार गर्थे र सानो गल्ती हुँदा पनि तुरुन्तै हतासिन्थे। एक दिन साँझको समयमा होटलमा ग्राहकहरूको निकै भिड थियो। हतारमा त्यो युवा सहयोगीले एउटा मुख्य डिसमा झुकेर 2 पटक नुन हालिदियो। जब उसले चाख्यो, खाना निकै चर्को भइसकेको थियो। युवा सेफको अगाडि गएर रुन्चे स्वरमा भन्न थाल्यो, "सेफजी, मबाट ठुलो गल्ती भयो। आजको विशेष खानामा मैले बढी नुन हालेँ। अब यो खाना काम नलाग्ने भयो। ग्राहकहरू रिसाउने छन्, मेरो करियर नै बर्बाद हुने भयो।" बुढा सेफले मुस्कुराउँदै भने, "शान्त हौ, किचनमा गल्तीहरू हुनु सामान्य कुरा हो। तर एउटा कुरा बुझ, नुन बढी भयो भन्दैमा पुरा खाना फ्याल्नु पर्दैन। स्वाद बिग्रेको छ भने त्यसलाई सुधार्ने तरिकाहरू पनि हुन्छन्।" सेफले तुरुन्तै थप उमालेको आलु, थोरै क्रिम र अलिकति अमिलो कागतीको रस त्यो डिसमा मिसाउन लगाए र केही बेर पकाउन भने। जब युवाले पुन त्यो खाना चाख्यो, उसको आँखा खुसीले चम्किए। खानाको चर्कोपन हराइसकेको थियो र त्यसको स्वाद पहिले भन्दा पनि अझ उत्कृष्ट र प्रिमियम भएको थियो। त्यसपछि बुढा सेफले ती युवाको काँधमा हात राख्दै एउटा ठुलो ज्ञान दिए। "हेर बाबु, हाम्रो जीवन पनि यो भान्सा जस्तै हो। कहिलेकाहीँ हाम्रा गल्ती, हतार वा परिस्थितिका कारण जीवनमा दुःख वा तनावपूर्ण बढी हुन पुग्छ। कमजोर मानिसहरू त्यो तितोपन देखेपछि हार मान्छन् र आफ्नो जीवन नै बिग्रेको ठान्छन्। तर बुद्धिमानी मानिसले जीवनको स्वाद बिग्रियो भन्दैमा हरेस खाँदैनन्। उनीहरूले धैर्यता, मेहनत र सकारात्मक सोच रूपी नयाँ सामग्री मिसाएर त्यो बिग्रेको परिस्थितिलाई पनि अझ सुन्दर र परिपक्व बनाउँछन्। गल्ती हुनु अन्त्य होइन, त्यो त नयाँ तरिकाले सिक्ने सुरुवात हो।" हजुरहरूलाई यो कथा कस्तो लाग्यो र यो कथाबाट के सिक्नुभयो कमेन्टमा जरुर गर्नुहोला है त। कमेन्ट गर्नुहोला। हस्त, नमस्ते।